साल 11 महिना नि 11 महिना 7 गतेको शुभ विवाहको कार्यक्रममा हामी सहभागी भएर हामी आफ्नो आफ्नो विवाहको हैन चलन्ती अनुसार आफ्नो पोसाक वेशभूषा लगाएर हाम्रो बिहेमा जस भेटघाट कार्यक्रमबाट फोटो खिच्ने कार्यक्रम भइरहेछ र यसलाई हामीले के भनेर भन्नु हो बिहेको राम्रो तरिकाले अब भिडियो गरिदिनु भएकोमा तपाईलाई हामीलाई शुभकामना दिँदैछौँ र यहाँ अरू पनि बेहुलाको आमा पनि आउनु हुनुहुन्छ उहाँले पनि 2 शब्द बोलिदिनु पर्यो है आउनु त यहाँ उहाँलाई पनि एउटा 2 शब्द बोल्ने कुरा दिनु पर्यो हामीले मात्रै बोल्दा भएन उहाँको अब कति के कसो छ उहाँहरूले अब जान्नुभएको छ हामी त भनेको त एउटा पाहुना रूपमा आउनुभएको उहाँलाई उहाँ भनेको चाहिँ वक्ताका उहाँ भनेको बेहुलाको स्वयं बाजे बेहुलाको आमाको बुवा है बोल्नुहोस् म बेहुलाको आमाको बुवा भन्न म चाहिँ यहाँ बेहुलाको आमाको बुवा भएर चाहिँ मेरो नातिको बिहेको लागि उपस्थित भएर हिजै पो आएको बेहुलाको बिहे खान भनेर त आज चाहिँ झन् ठुलो शुभ विवाह छ र आज 2022 सालको 11 महिना 7 गतेको बिहे सुसम्पन्न हुने भएको छ। खुसी एकदम खुसी छ नि एकदम खुसी छ खुसीको साथमा अब यति नै होला मेरो 2 शब्द यता उहाँ मामा हुन्छ बेहुलाको आमाको मामा म चाहिँ यहाँ बेहुलाको आमाको मामा परेँ हामी यस शुभ विवाहको कार्यमा हिजै उपस्थित भई 2082 साल फागुन 7 गतेको शुभ विवाहमा उपस्थित भएका छौँ। सबै क्षेत्रबाट उपस्थित भएर बेहुला बेहुलीहरूलाई वरवधुहरूलाई उत्तरोत्तर प्रगतिको कामनाका साथ हामी यहाँ भेला भएका छौँ। सबैले हाम्रो यो वरवधुलाई निरन्तरता दिएर हामी शुभकामनाको कार्यक्रम भइरहेको छ। आज अब हाम्रो बेहुला बेहुलीलाई सबैले आशीर्वाद दिएर चिरस्थायीको कामना व्यक्त गर्दछु। धन्यवाद।
उहाँ भन्नुभएको उहाँ भनेको बेहुलीको आमाको आमा हुनुहुन्छ बेहुलाको चाहिँ बोजू हाम्रो भाषामा गगा भन्नुहुन्छ गगा पर्नुहुन्छ होइन उहाँलाई चाहिँ अब के भन्नु चाहनुहुन्छ तपाईँ आफ्नो नातिको बिहामा के नातिको बिहामा उपस्थित भएको शुभकामना अब त्यति भन्न जान्छु उहाँ चाहिँ भन्नु बेहुलाको के अरे गगाई हो म चाहिँ मामाली बजु गगा मामाली बजु गगा अनि माइजू बिहे खान आएको हामी चाहिँ काठमाडौँदेखि हिजो आइपुगेको हामी होइन अब नाता नातिलाई शुभकामना भन्नु चाहे त्यति नै हो मेरो पनि उहाँ भनेको चाहिँ बेहुलाको आमाको साइली छ्यामा भनेर हाम्रो जातिले साइली उरो साइली पर्नेछ उहाँ है उहाँ भनेको बेलवारी आउनुभएको बेलबारी धराबाट आएको हामी बेलवारी मोरङ जिल्ला बेलवारी नगरपालिका 4 नम्बर वार्डबाट आउनुभएको ल यहाँ भनेको चाहिँ बेहुलाको आमाको चाहिँ छ्यामा हुन्छ दुईपट्टिकै साइनो पर्यो मेरो चाहिँ नाति पनि पर्यो अनि छेमा पनि पर्यो फेरि उहाँ दुईपट्टि भनेको चाहिँ कहाँबाट आएको माथिबाट माथि मुलुखबाट आउनुभएको यहाँ बेहुलालाई के शुभकामना छ छोरीको दाम्पत्य जीवनको होइन सुखद बितोस् भन्न चाहन्छु अब के भन्नु त्यति नै हो सिनालाई शिव लोसा दुबुएर नाला हिलाकी पोगे नारा राइला सेकेलने जोला सिसा सेके मिजोला रंगी मासे सिसे गर्ने रंगी मासे सिसे गरा रंगिला मासे लासी सेके मिजोला दिर्का बुइमा खुट्टा हिर्का लसी बालोसा आखावा लगे सोंला ल माप्चा फोसुंला माप्चा यल वालगे ला जोला माप्चा फोसुंला माप्चयला डुमजाला थो ओनेला ल यान्जा बुलिला यान्जयला बालसावे माप्चयला डुमजाला थो ओनेला ला यान्जा बुलिला ला यान्डो शिवा होसा 창디 아들라 시나라야로스 발로사 동부엘라 세르키라도 암볼라 열가군 기열걸라스 기라도 라얄 강울기 열칼 열가야라 꼬리라 체중라 짐가레모 청소라 짐가야라 레모라 청소라 가레모 청소라 찹찹찹 이 별나게 가다냐 하
खोइ बुक सिलेबाको छ नि त ए हो 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 ए हो 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 कति खो ए हो हो यही हो हो यो आओस् न होइन सिलेबाको छैन नि त सिलेबा सबै सिलेबा ल्याउनु पर्यो नि त लिनु हेलो सावे लामा ल आइसक्यो सिलेबा ए हो हजुर ए होइन तलै होला तलैलाई ल ल भाग्यमा सिनला याँडो सिबलो सा चाउँदियाला दागिला खाला बसा जाइ तो मोमी तालौ मला चाउँदियाला दागी खा लाला फोमो मितालो मला ए हो फोमो याला मिताला लो बाला थोरा डिङ डिङ ल ए हो सेल्पको बिहा हो भन्नुपर्छ अब ए हो होइन आइपुगेछ साला लो लो राय साला निरे निरे लगो सोला लो रे निरे निरे लगो सोला लो रे हजुर यो चाहिँ जुत्ता लगाएर Sandiala che nala che dala sawe la me je dala sawe la la ni la ma che la si mo mi da lo wala mo ya la mi ta la lo Bala thora apsa ding ding la e ho serba ko bia hoy sumuya la mi tang la lo bala thora apsa ding ding la yo botal ko na Om Bajra Amrita Kundali Hana Hana Om Bhe Om Bajra Amrita Kundali Hana Hana Om Bhe Om Bajra Amrita Kundali Hana Hana Kharam Khai Tafa Hise Nurabhay Shaldo Sarabha Palgun Mani Dakbhay Shaldo Sarabha Amrita La Kharam Khai Sadon Chenbo Rahui Shaldo Kharam Khai Yulde Nedaga Shada Shaldo Sarabha Penza Amrita La Kharam Khai Nurbo Jinda Samden Malu Dubara Nal Jure Chalwe Chele Dubara Nangmate ne namkhala da parlang sa sasila ten bar me chalu thilendo ot zinda da ko balinda khakai losa degi ta sugi da ti phijang ti ta ajang ti ba da khu
छ्याथिबो सुसुलो हाते ती गो तेर गो नि तमा फामा आजङ ते त तेमले के गर्छौँ तेमले कियासम्म सुन्नुभयो नि आफ्नो आफ्नो इष्टदेवहरू आयु देवमण्डलहरू त्रिरत्न भगवान्हरूले भावना गरेर हाम्रो दाम्पत्य जीवनमाथि हाम्रो वैवाहिक जीवनमाथि कुनै पनि दोष दशा नलागोस् विघ्न बाधा नलागोस् बाधा अडचन नलागोस् सबै देवी देवताको जय जय होस् हामीलाई सबैभरि शुभ मङ्गल होस् भनेर भावना गर्दै ढोक्ने है थोजे टोयो गेला छाजल देशे कोन्द सोना लजा छ डवा योजे ज्याकुन पेमा जो गिरमे कोन्द गाला निशरता माता चोसर छला छाजल थब्जे यरमे दुजे थपा त जेजो छता येसे फुम्बा जे तोसो जाजा खाटम युमजे जो ठोजो दोदल जाला छाजल छोको मर्बो सेगे हारी जे शिवे न्यस गोदिम दरला छ पेमे दला चेन्दा पेजा चेना येने जगला छासला कुता सिंका येने दोटने छोजो कोजा जलवे छोजो ला छोजो माजे कोजो ngdo tulbe lokton yola cha la 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 ta आउँछ लाउन Lama dia pung nang idi dia tem dili dia ani ham sumji lama to sumji sanje sepa sumji dencha kui hisi ongji lama si toge dakpo tsasawi lama dencha ham sumji lama to sumji sanje sepa sumji dencha kui hisi ongji lama si toge dakpo de tsasawi lama dencha tekal dencha ham sumji lama to sumji sanje sepa sumji dencha kui hisi ongji lama si toge dakpo de ससवी लामा देनछा बिंगोला गाउन केसी गोदुङ यारगेम छोटी मार्गेम फाबी गिदे छंगा साली थम जला देनछा बिंगोला गाउन केसी हारि दपु गालो सुकी तेनला अंगाति ग्या कुबिंगोला दे छंगा साली थम जला देनछा सिनजी देनछा बिंगोला गाउन केसी त्याङ दो लाच लामे तो केसो हक्तो लु सल्लु लन्छ पर्तुमी छ मिठो सम्बि छ छबि सला दिरु छ जोबि सला गाउन केसी ता तंगबो मुनसेंगे थिम सिगोसेता yakshene ku taksina dirmu faksina phaga solu khumbu mausir shar khumbi thimla kauna kesi ta haring de dongda minyak chota lumo karmu nimare pinasa rigipu pasang di dia phumu minte kain dei sandela haring jafur bi nilla chepuloino nipuloino sumpuloino ta beuli tes ajeng des ta
फामिकी कोजी को पुलने पेरकी की दुने म्यांगचांगा कैसे होंशिर कैसोंगा ता दोरोगियन की मिला फुमो मा बिजे सोला तेरे उनकी हुकुम मिंगोमने मिला नीलम शेरने नालम केरगी होतुकी तेरे गोसा सेम जुक्था मी फल्ला की पुंगाला तिमो में तो फतक पो में तो टशी में तो तिंगे तंग केना मी जुकियंगा सुके ने क्यों सिरे म्यांगो ताजी ता हरिंग गाना कैसे जा फुरबिंग इला दे संध्या ला संध्या ती दोंगदा निमा मियाक निमारे पिनासा पो रिगी बु पासंगला हारी जा फुरबिंग इला चे पोलाइनो नि पोलाइनो सुम पोलाइनो थबो आ दोया सेक्सन दा दुबा गिजा दा थाउसा दा ता छेर भी की हो जाजे अब समय ढिलो पो हुने भयो त लाई त गो अब यति चाहिँ लाउँ कि अब खाता लाउने ल अब नि एकछिन स्थगित गरौँ कि म पहिले सिन्दुर लाउँछु बेहुलाले अनि आकाश यो अब आकाशमा 3 पटक चन्द्र सूर्य भगवानलाई 3 पटक आछ हामी माथि दोष दशा विघ्न बाधा बाधाहरू छन् कुनै नहोस् 3 पटक आफू लाउनुहोस् रे लेटे साचन दुलवेता दुमेन सेवा सेवित केङेन पचा दोकपिता छेतसनै जा होङ बम होङ राखे आबी खेन्छ रे लेटे साचन अब उठेर लाइदिस् न लेटे साचन दुलवेत दुमेन सेवा सेविता केङेन पचा दोकपिता छेतसनै ग्याबी लेटे साचन दुलवेता दुमेन सेवा सेविता केङेन पचा दोकपिता छेतसनै ग्याबी जा होङ बम होङ राखे आबी खेन्छ रे दिनजे जुङबो लेटे साचन दुलवेता दुमेन सेवा सेवित केङेन पचा दोकपिता छेतसनै ग्याबीता जा होङ बम होङ राखे आबी खेन्छ रे लेटे साचन दिनजे जुङबो दुलवेता 3 पटक भन्नु हुन्छ ल ए दिनजे जुङबो दुलवेता दुमेन सेवा सेवित केङेन पचा दोकपिता छेत बस्न सब छेत सनी ग्याबीता जा होङ बम होङ राखे आबी खेन्छ ए दिनजे जुङबो दुलवेता दुमेन सेवा सेविता केङेन पचा दोकपिता छेता सना ग्याबीता जा होङ बम होङ राखे आबी खेन्छ सजि छमि रिमेने जिन्दा छन्या त छेताङिङबो मिलाते मित मात ओम्बे रत्न पे मगन छेडुमिडुम मा गुनबो छेपम रे हुन्छ बस्नु रे नमो बुद्धाय नमो धर्माय नमो संघाय केगा छो जिने शुबी साजेता छौसे सम्बा थामजे कुलातेने सुनलातेने सुनजी तेम्बाजे थोलातेने थोलाते थोटुकबा मेतबा गुइगुम्बो थुजिगुम्बो येदेंगुम्बो ठिजिगुम्बो गुनबु दिन्चु च्याङा शेयाङ छेतेना भलजी अमाजी गिसोमा फेमेगी गिसोमा येने यासा सोमा सोसो बुलबु छे बा डुबडुबा हारिङ ज्ञानको बिङुला जिन्दाला पोजङ बोला छेङिला छला पछमे समला दुङामे लुलान हाज जा फुरबिङला ज्ञानको बिङुला जिन्दा मिला छेङिगी पर्ला लोखालङा दा ग्यागी पर्ला छला पछमे समला दुङा लुलान गायली थाइले छेमे त छे क्या वर्ष लुङ थबि ग्या छेडुम युडु गुनबु छपकमा उममा राना जेवताइ सो लसे रे नमो बुद्धाय नमो धर्माय नमो संघाय केगा छो जिन शुबी साजेदा च्याङसु सेम्बा थामजे कुलतेने कुइ तेम्बाजे सुनलातेने सुनजी तेम्बाजे थोलातेने थोटुक कुइ गुम्बो सुनजी गुम्बो थोजी गुम्बो येदेंगे गुम्बो ठिजी गुम्बो कुनबो निजि च्याङा शेयाङ छेतेने पलगे ना समे गेलबो कोङा सुरारागी जबाबेने मिले मरगोगी गेलबो सुरारागी गेलबो लाचेन गेलबो टंगा टक्सिन बोये गेलबो चोमो हामा गेलमो
비오고 코르타체발라 파마기게 송마 페메기게 송마 이내냠서 송마 소소 불불 체체 두두바 하린자 프르빙일라 진다 보다 보무 체디 생이기 발라 ज्ञान कुबिङुला सेला पर्छ लोखंगादा यजी पाला सेला पर्छ मे सेमला दुङा लुलाना सेमे गायले ठाइले सेमे त सेक्या वर लुङथबि ग्याब छेडुम युदु गुनबु छपमा ओममा राना जेवान्ता ये शो 정치 샤제 베마 존네 라 우예 요예 노자탐 베마 예서라 동보라 야체 저제 모도예 베마 존네 셔서다 고도바 칸데 마로 렌게도 딩제 냠요 첸보로 고조추디 야라와라불 시양아 조제 제타네 제비메도 우라불 디셴데 봉샹라보 낭살라 마라미네 저웨라마 우제린 부루체 다진다 지우루 베미 델라슈 가텐 신비 고나 구숨 토기 응우루서 로서 이라도서 अब हाम्रो आयु देव मण्डल आफ्ना शिरमा विराजमान भई बुद्ध रत्न धर्म रत्न संघ रत्न त्रिरत्न भगवानलाई भावना गर्नुहोस् हाम्रो दाम्पत्य जीवनमाथि भइसम्म कायम राम्रो होस् दाम्पत्य जीवनमाथि कुनै पनि दोष दशा नलागोस् विघ्न बाधा अर्चना नलागोस् सबै पृथ्वीका देवी देवताहरू जय जय होस् हामीलाई सधैँभरि शुभ मङ्गल होस् भनेर भावना गर्ने विधि हो 자지기 종아 다진다기 롱아 예섬다 체예 옹고르임 저거라 지기 랍도 오소 바추싱 두비 다시 이쇼 진비 자조 도자 야와라쇼 우옌비 구리 착라 달네자 우옌 구루 베마종네라 팔라마랑케 도위 군보 우제림부로세 신감 남다가 내슈루 도전 유르게 진비차조라 도지쇼 다예 가오 가저게 오서 데카르보네레 아사셈바데예 타랑아게 돕제 옹어사 살라 딱부고 코라망와가예 데체와 톱당아데네 당아데네 다가덴 바가 도자가네 오마버드라 구루 베마진 오마버드라 구루 베마 아요케 혼네르자 오마아홍 버드라 구루 베마세데 아요게 혼네자 오마홍 버드라 구루 베마세데 아요게 혼네레자 오마옹 버드라 구루 베마세데 아요게 혼네자 오마옹 버드라 구루 베마세데 아요게 혼네레자 아요 혼네레자 오마아홍 베드라 구루 베마세 감사 아고 버드라 구루 베마세데 아요 오마아홍 베드라 구루 베마세 아요홍 오마아홍 버드라 구루 베마세데 아요기 홍은 카노스 요 어가르가 아가리라 이라스 가 카노스에 있지 홍 호카 아비 켄자 호카 아비 켄자 호카 아비 켄자 호카 아비 켄자 홍 야 수바쿠서 토제야 시바이시시야 나바자와링아야 수바저나 토르야 dimbasanjedabin 차게든지 예더보 누기고서기네야 드메샤시 오마마라나 제와타예쇼 에 담보초지야 니바타다시라야 수바쿠서 토제야 시바이시시야 나바자와링아야 수바저나 토르야 dimbasanjedabin야 차게든지 예더보 누기고서기네 드메샤 시제 오마라나 제와타예쇼 담보초지야 니바타다시라야 수바쿠서 토제야 시바이시시야 나바자와링아야 수바저나 토르야 dimbasanjedabin 차게든지 예더보 누기고서기네 드메샤게 오마마라나
네, 빨라 손갈. 빨라. 에, 덤보 저기 얘야. 여봐 타다 셔라야. यता छौ आज चाहिँ यहाँ के भन्छ यहाँ नि लिने के पो के भन्नु ए गगाहरू अलिक खत्म छ यता यहाँ उरु उयो बगा यता कुर्सीमा बस्नु है छौ यता खाली अलिक त्यहाँ साँच्चिनु भोक्रै मुन्टे गर्छ नि निउडो काट्छ म लामा भनेर ढर दिन्छ त लामा त तलको भन्छु राति हिँड्ने हो यो कहाँको कमिटी हो भन्यो भने भ्याइहाल्छ अनि 4 बजी नै हो झिमिक्क छैन उयो पासङ मामालाई नि मेरो छोरा भन्नु यहाँ एक कप चाहिँ छोडेको एकछिन एकछिन नचिप्ने किनले दिन्छ ए त्यसो गर्दा नि होइन होइन अहिले यहाँ बस्दा खानालाई दिनु न कसरी त खानु नि ए मोटे यता बाजे बाले जस्तो बाजे ठिक छ होइन यता
म शब्द भए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म तिमी र म पाना है तिम्रो नाम भरिदेऊ ओठमा हाँसो भरिने विचार बनिदेऊ न गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न मन बहलाउने केही मन्त्र गरिदेऊ न
सकोस् न झुटो संसारले न जित न हारले न कुनै शङ्काले नै टुटाउन सकोस् म पछि पछि तिमी अघि अघि तिम्रो कदममा चलेर जहाँ लग म त पछ्याइरहन्छु आँखा बन्द गरेर तिम्रो मायाले डोराउन मलाई तिम्रो छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म तिमी र म तिम्रो मायाले डोराउन मलाई तिम्रो छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म तिमी र म अब लामा भाबीको भन्दा सानो हो हातमा सक्नु है लामा नाति हो नि त हाम्रो भाइहरू पछि यो खानु लागि भन्दा चाहिँ मैले पनि भन्छ अब लामा छ मेरो जेठा छोराको शुभ विवाहमा म एकदम खुसी छु मेरो छोरा बुहारीको लगनगाँठोमा गाँसिएकोमा म एकदम खुसी मेरो जेठा छोरा बुहारीलाई एकदम धेरैभन्दा धेरै आशीर्वाद छ होइन अब योभन्दा अगाडि बढोस् फलोस् फुलोस् रमाओस् होइन अरू त के भनेर मैले बच्चाहरू एकदम रमाइलो अनि एकदम मेहनती छ मेरो बच्चाहरू किनभने योभन्दा धेरै कोस टाढा अस्ट्रेलियाको मेलबर्न जस्तो सहरमा बसेर होइन मेहनत गरेर यहाँसम्म आएको छ होइन योभन्दा अगाडि बढोस् भन्ने मेरो चाहना छ बच्चाहरूलाई। लु मेरो नाम चाहिँ किमु शेर्पा म धर्मदेवी नगरपालिका वार्ड नम्बर 5 पहिला यो के भन्छ कार्यपालिकाको 5 नम्बरको सदस्य थिएँ। अहिले मेरो जेठा छोरोको शुभ विवाहको लगनमा उयो बोल्नु राम्रो आएको छैन घाँटीको समस्याले गर्दा त्यसको लागि मेरो छोराबुहारीले जहिले पनि सुखदमय जीवनहरू चाहिँ सधैँ के भन्छ आकाशको घाम लागे जस्तो जहिले तैले चम्किरहोस् भनेर मेरो छोराबुहारीलाई जेठा छोराबुहारीलाई आशीर्वाद दिन्छु। योचोटि 1 वर्षदेखि अगाडिदेखि योजना मिलाउँदा सपरिवार भेला भएर जमघट भएर योचोटि चाहिँ हाम्रो खुसीको दिन छ। यस्तै खुसी सधैँभरि भइरहोस् भनेर म आशीर्वाद दिन्छु मेरो छोराबुहारीलाई जेठा छोराबुहारीलाई। अब फेरि कान्छा छोराको अब योभन्दा झन् ठुलो गर्ने उत्साह छ र छोराछोरीको उज्जवल भविष्य चाहिँ म पानी खाएर भए पनि मेरो छोराछोरीलाई राम्रै शिक्षा दिउँ राम्रै गरौँला भनेको लक्ष्य थियो। आधी उधी चाहिँ पुरा गरेँ अब अरू पनि पक्कै पनि पुरा गर्छु भन्ने मेरो भित्रै आत्मादेखि लडिरहेको छु। र मेरो 2 वटा छोरा मैले 15 वर्षमा पाएको जेठो छोरो अहिले म 43 वर्ष पुगेँ।
मेरो छोराको पढाइ सबै क्लियर गरेँ। अब कान्छा छोराको बाँकी छ र मेरो छोराछोरीबाट म एकदम खुसी छु, मेरो बुहारीबाट पनि खुसी छु। म सबै अब एउटा कान्छा छोराको बिहे गर्न बाँकी रह्यो, त्यहाँदेखि म एकदम के भन्छ आत्माले मलाई माथि जाँदा पनि एकदम शान्ति पाउँछु भन्नु। यहाँ बेहुलाको म मितबुवा र उहाँहरूलाई यो दम्पति जीवनको शुभकामना दिन चाहन्छु। उहाँहरू सदैव र सदाभर खुसी रहनु परोस्, भगवान्ले आशीर्वाद दिइराखुन्। जहाँ त उहाँहरूको हर पाइलामा उहाँलाई भगवान्ले साथ दिउन्, कुनै लक्ष्यहरू लिएर हिँड्ने ठाउँमा कुनै बाधा विरोध नआओस्, सबै कुरोमा भरिपूर्ण भएर जाओस्। उहाँहरूले हाके ताकेका कुनै ठाउँमा आफूले इच्छा गरेको ठाउँमा जान पाउन्। हामी चाहिँ 9 वर्षदेखि प्रेममा थियौँ र यस 9 वर्षको अन्तरालमा हाम्रा धेरै उतार चढाव भए। हाम्रा जस्तै अब दुःख कमजोरी सबै थाहा भयो र हामीले कसरी अगाडि बढ्ने, कुन तरिकाले माया, आफूले सद्भाव देखाउने सब कुरा थाहा भएर चाहिँ हामी एकदम म्याच्योर भएर हामीले आफ्नो न्यू लाइफ चाहिँ सुरु गर्ने हामीले निर्णय गरेर हामीले यो जुन हाम्रो 9 वर्षमा चाहिँ हामीले धेरै कुरा सिक्यौँ। जुन चाहिँ उसको राम्रो बानीदेखि लिएर मेरो राम्रो बानी नराम्रो बानी हामीले सबैलाई समेटेर चाहिँ हामीले नयाँ जीवन सुरुवात गर्न लाग्छौँ। त्यसको लागि चाहिँ म एकदमै उहाँप्रति एकदम आभारी छु। साथसाथै आउँदै गरेको मेरो दाम्पत्य जीवनमा चाहिँ म एकदम उत्साहित छु। मैले मायालाई 2 शब्द डिफाइन गर्दा चाहिँ एउटा ट्रस्ट र एउटा दुईजना बिच हुने एउटा रेस्पेक्ट र त्यसलाई त्यो रेस्पेक्टलाई सँगसँगै लाइफमा कुन तरिकाले हामीले एप्लाई गर्नु मिल्छ त्यसलाई चाहिँ मैले माया भन्ने कुरामा डिफाइन गर्न चाहन्छु। जुन चाहिँ मैले सन्ध्यासँग 9 वर्षको प्रेममा सिक्न पाएँ र आगामी दिनहरूमा पनि मैले यही तरिकाले माया सद्भाव उहाँबाट प्रायः पाइरहने र मबाट दिइरहने काम भइरहन्छ भन्न चाहन्छु। चाहिँ मेरो मम्मी बुवालाई मैले मेरो आत्माबाट भन्न गएको शब्द हो, आज म जे छु, जुन अवस्थामा छु, जस्तो प्रगति भइरहेछ यो चाहिँ सबै तपाईँहरूकै दुःख कष्टबाट भएको हो। म आज जुन ठाउँमा छु तपाईँहरूले यति साह्रो दुःख नगरिदिनु भएको म यो ठाउँमा हुन्थिनँ होला ल हुँदिनँ पनि थिएँ र यसको लागि चाहिँ म तपाईँहरूप्रति धेरै आभारी र एकदमै सम्मान प्रकट गर्न चाहन्छु। थ्याङ्क यू फर एभ्रिथिङ। Dear Sanu, you are irreplaceable and मलाई लाग्छ कि तिमी मेरो लागि मात्र बनेको हौ and I will always be loving you and beside you as well. Love you, Sanu. Dear Pasang, I just want to say I love you and thank you for everything.
यतापट्टि फर्किनु यतापट्टि सबैको फोकस मैतिर हुन्छ खदा यहाँ मेरो लगाइदिनु पर्यो आमाको त लाउनुपर्छ त अनि होइन हुन्छ आशीर्वाद थाप्नु है काटेर छैन पेसन कलाका बाटो दिने अनि के क्यामेराम्यान हुनुहुन्छ आन्टीहरू सिस्टरहरू एकछिन साइलेन्ट सानो सानो कार्यक्रम छ हाम्रो कलाकारको तर्फबाट एकछिन सुन्नु हल्ला नगरिदिनु 1 मिनेट है अनि गरौँ ल आज 2082 साल फागुन महिनाको 7 गते के बारमा पर्यो म त अलिक बिहिबारको दिन शुभ दिप्ला लगन भएको चाहिँ अर्को नचुवाइकन राखे उसमा नचुवाइ पहिला कुरो म के भन्न चाहन्छु भनेदेखि अब सबै अप्साउनु पर्छ जय मातालाई दिनुपर्छ होइन पूर्व पश्चिम उत्तर दक्षिण 4 किला साँची राखेर आकाशको चन्द्र सूर्यहरू साँची राखेर निमतावाहरू साँची राखेर र धरतीको सिमे भूमे नाग नङ्गेदी डाँडा काँडामा भएको देवी देवताले साँची राखेर आज उहाँहरूको चाहिँ शुभ दिपा लगनमा
चाहिँ नि दुलहा दुलही अथवा बेहुला बेहुली भनौँ न होइन बेहुला बेहुलीको दम्पति जीवनको लागि उहाँको चाहिँ नि शुभ होस् शुभ होस् शुभ होस् जिन्दगीभरि उहाँहरूको माथि ताप्लेजुङको पाथी बरुवा माना बरुवाहरू साँची राखेर माथि हाम्रो सगरमाथा जस्तो अटल भएर उहाँहरूको दम्पति जीवन बिताउनुहोस् होस् एकदम राम्रो होस् खुसियाली होस् सासू ससुर घर परिवारमा इष्टमित्र सबै दाइनो होस् जतै जान पनि जय जय होस् उहाँहरूको म त अब चाहिँ नि यस्ता गुरुङको दमाईहरू पढ्छौँ कि जय जय भन्नु नि आउँछ मुखमा थेगो बजाएको जय जय होस् सभा पोखरीहरूको देउ माताले पनि रक्षा गरून् युवती साथीले रक्षा गरून् घरको कुलपित्रले रक्षा गरून् तपाईँहरूको चाहिँ नि अब मागमाया भित्र बलिरहेछ उहाँ भित्र बलिरहेछ भाइ यहाँ ल्याउँदा मर्ने भएर भित्र बलिरहेछ अब घरमा लग्ने हो नि त यो अझै त बत्ती बालेर तल धरानको चाहिँ नि बुढा सुब्बा सुब्बेनीहरू आर्यनीहरू सबैले चाहिँ रक्षा गरून् विजयपुरको तल चाहिँ बारा क्षेत्रको देवीदेवताले काठमाडौँको पशुपतिनाथले पनि रक्षा गरून् जता जता उतै पनि ठेस लागुन् पैसै नाचे त आओस् सुना चाँदीको भाउ बढे पनि गरिब वर्गले नुनको भाउ नबढोस् सुना चाँदी पनि घरङ रङ 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 बक्सा भरि आओस् जय जय होस् आशिक लागोस् सन्तानै सन्तान होस् आठमै छोरा होस् एउटा कुरो होइन भगवान् जति त्यति थाप्नुपर्छ चार भाइ भयो भने एउटा पूर्व एउटा पश्चिम एउटा उत्तर कोही कोरिया कोही जापान कोही सिङ्गापुर कोही हङकङ कोही मलेसिया कोही चारपजी चाड एउटा घर थाम्रे एउटा गोठामे होस् आमा बाबाको रक्षा होस् जय जय होस् म परदेश आउँदा पनि यो चाहिँ हल्ला गुरुङ पो रहेछ बोल्ने भनेर चिन्नुहोस् जय जय काली आज आउनु भएको इष्ट मित्र कुल कुटुम्ब पाहुना पासहरू सबैलाई चाहिँ टसिदले रक्षा होस् आज शुभ कार्यमा शुभै कार्य भयो हामीले पनि हामी यो संस्कार त हाम्रो होइन संस्कृति झल्काउन आयौँ तपाईँहरूलाई कस्तो लाग्यो होला के लाग्यो होला हामीले कलाकारजीको आपान्छ अब होइन भनिदिनुहोस् जस्तो छन् त्यस्तै बजायौँ तपाईँको निम्ति हामी ताकेर भयो जे भए पनि जस्तो भए पनि यो घर दलनमा कुलपित्रीले पनि रक्षा गरून् दायाँ होस् बायाँ नहोस् हिँड्दा पनि कहिले भन्छ नहुँदा केस नजर भन्छ कहिले झर्छ नि त होइन हिँड्दा केस नलागोस् नहुँदा केस नजरोस् नानीको जय जय होस् भविष्य उज्जवल होस् सन्तान होस् होइन फलिपाप होस् इष्टमित्र दाइनो राखेर चाहिँ एकदम फलि सगरमाथा चाहिँ उच्च होस् कालो कहिले नहोस् सगरमाथा सेतो कञ्चन भएर जाओस् जय जय होस् पुगोस् फलोस् फुलोस् धेरै बक्स त रातै बित्ला हो बुवा आमालाई एकदम रक्षा गर्नु चाहिँ मालको बाबु आमालाई रक्षा गर्नु देखिरहेको छु होइन हजुरबालाई साइना परेकोलाई बोलाउनुहोस् चाहिँ परदेश आउँदाखेरि उनी बस्नुहोस् खानुहोस् कहाँ पुगेर आउनु भन्नुहोस् एकदम फलिफाप हाम्रो पञ्चधातुले चाहिँ तत्त्वले बनिएको शरीरले सबै वेलकम होस् वेलकम 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 होइन धेरै गर्दा त कथा जय जय होस् यतिकै पुगोस् यतिकै चिरञ्जीवी आयो होस् होइन दम्पति जीवन कहिले पनि नछुछ नमस्कार अब एउटा कुरो यस्तो छ आशिक बनेको माग्यो होला यो केटाले भन्ला हो आशिक बनेको किन्नै पर्छ नकिन्नु हुँदैन अब उहिलेको एभरेज छैन होला 500 रुपियाँ दिनुहोस् आशिक त किन्नु पर्यो नि त इच्छा हजुरको हजुरले पनि म त लिनु आशिक त किन्नै पर्छ नमस्ते गर्नु खाली हात नहोस् भनेर मात्र
यो लामालाई दिने त पन्छ सबैलाई दिनु नि लामाहरुलाई मेरो काकाले जहिले पनि फेरि मेरो कान्छा छोराको बिहामा पनि मैले बोलाउने बित्तिकै आइज फेरि जेठा छोराकोमा म यता बिदाई गरेँ नभन्दै फेरि कान्छा छोराकोमा नि लाउँछु दुईटा छोरालाई बराबर गर्छु फेरि यतिमा सीमित पारेन भन्ने फेरि अर्को नि आउँछ हेर्नुहोस् हामी कलाकारहरू आयौँ हामी बस्यौँ रमाइलो जति जानेको हामीले रमाइलो गऱ्यौँ हजुर हजुर तपाईँलाई कस्तो लाग्यो हामीलाई पनि एकदम कस्तो राम्रो लाग्यो हामीले जति जानेको चाहिँ बिहानै भनेको थियौँ हामीले जस्तो जाने त्यस्तै बजाउँछौँ जस्तो जाने त्यस्तै नाच्नुपर्छ भनेर होइन त्यस्तै भनेको थियौँ ल यसको लागि चाहिँ दिनेलाई लोभ नलागोस् दिनेलाई पनि पाप नलागोस् अझै बरु स्वेच्छा भने यस्तो कलाकार उठाउने गर्दै जाउँ यो झगडा गर्दै जाउँ अलिकति 1 रुपियाँ थप्यो भने हाम्रो कोषमै रहेछ अलिकति भगाउने रहेछ अलिकति यो बाजा गरेर टुट्यो फुट्यो बनाउँदो रहेछ भनेर चाहिँ तपाईँको सेवा यसरी थप्दा त हुन्छ एउटा कुरो होइन होइन त्यो पनि मैले भनेको छु नि त अझै फलिफा होस् न किनभने दिनेले त इच्छा होस् आज यति दियो आज यति होस् भनौँ बोली मिठो भन्दै मैले भने कि दिनेलाई लोभ नलागुन् दिनेलाई पाप नलागुन् पैसा मान्नु जाइ जाऊ यो भनेको सिरिसम फुल जस्तो पैसा यो म जहाँ राखेँ त्यही सुहाउँछ होइन अब यसमा नि अलिकति मुन्नु चाहिँ गर्दै पर्यो केही यहाँ छन् यसलाई पनि यसो गरौँ न यो छोटो त गर्नै पर्छ एउटा खोल्नु आफै तपाईँहरू आफै छोटो त गर्दै पर्छ नि ल ल ल ल के गर्नुहुन्छ सोचो तपाईँहरू आफै खोल्नु यो मुन्नुम गर्नुपर्छ नि मुन्नुम नगरी हुँदैन खानु पाएर खान त भक्कु खान्छ नि त्यो भएर के भएर जान्छ यो माथि हाम्रो त्यहाँ निमर्सीहरूलाई यो लु अब यो हामी चाहिँ भित्रै बसेर खाउँ ल चिसो भयो खाना दाना सबै खाउँ भित्र गएर हाम्रो कलाकारको तर्फबाट तपाईँहरूलाई स्वागतम नमस्कार फेरि आजै बाई बाई गरेर नभन्नु है फेरि कान्छा छोराको बिहेमा नि बोलाउँछु फेरि खुसी भएर आउनुहोस् है बाँचे छ भने आउँला ल ल अब यहीँ भित्रै यो यहाँ ल्याएर आउनु अब हामी यहाँ भित्र अर्को कार्यक्रम छ अङ्कल भित्र आएर खानासाना खानु न बाहिर राख्यो नभन्नु होला अब भित्र जाउँ भाइ आउँछु एकछिन ल म बोलाएर ल्याउँछु ल यता अगाडि हेर्दै हिँड्न साइड साइडमा मिलेर
장코에 양코에 चिनियामा ढोका खोल्छ है अगाडि गएर 장코에 양코에 니나야라 사레기초 오야라 장나야 소코에 사레기야라 미야라도 엄소라 누비미야 점소라 पैसा खाएर त्यति हो कति बाँधे यसो बडो भन्दै चिसो तातो यसमा तेल थपेर राख्नुपर्छ लगभग यो लाखको छ होइन यो लाखको 500 लाखको यो 50,000 होइन अब यहाँ अब तपाईहरुको के के छ नियम तेलको भाँडा तेल लामो थियो छौबाट हाल्नुपर्छ तेलको